गुड मर्निङ साथीभाइहरू भर्खर उठियो है भर्खर उठ्यो 8 साढे 8 भयो हिजो बेलुका 3-4वटा रिल्सहरू थिए अनि एउटा युट्युबमा लङ भिडियो एडिट गर्दा गर्दै 11:30-12 बजेको थियो लास्ट आज चाहिँ घाम लागिरहेको मस्त आजको चाहिँ ऊ त्यहाँ तल चाहिँ उ गर्ने भने मैले केरा लाउने भने ऊ त्यो पाताभरि केरा लाउने भने अब हेरौँ त्यो पाताभरि केरा लाउने भने अब हेरौँ अब अहिले भाइ आउँछ अनि टक्क केरा गढेर सट्ट लाउनुपर्छ यार खेतीपाती गर्न पऱ्यो है गाउँघरमा नबसे पनि लाएर छोडिसकेपछि आउँदाखेरि खाना हुन्छ है तपाईँहरूको पनि बाँझो छ भने केही न केही चाहिँ लाउनुहोस् म चाहिँ लाउनु लाग्छ साथीभाइहरू हामी चाहिँ अब केरा लाउने भने भएन आज मम्मीले त्यहाँ टक्क के गर्दै हुनुहुन्छ यहाँ मम्मीले चाहिँ उ गर्दै हुनुहुन्छ टक्क केराउ सेराउ बनाउँदै है म चाहिँ अब टक्क माथितिर उठो बित्नु भएको थियो त्यता खोद गर्न जानुपर्छ यो चाहिँ हाम्रो कुकुर ओइ डन मासित कति कराउँछ रातिमा हामी 3टा भएर चाहिँ अब उहाँ लाग्यौँ गोविन्द दाइ गयो होइन गोविन्द दाइ पनि गइसक्यो अब उतै एकछिन भात खुवाउने गछत गर्ने आँडा फर्केर आउने गाउँघरतिर चाहिँ रमाइलो छ है एकदम रमाइलो छ यार गाउँघरतिर चाहिँ गोविन्द दाइ गइसक्यो नि उफ अब्बको गरा ऊ भाइ त्यहाँ छ लेडिज काका यहाँ छन् यहाँ चाहिँ कस्तो दामी फुल फुले है के भयो र होइन ना यिनलाई त फेमस लेडिज काकाले नामै लेडिज काका फेमस गरिदिनु तिमीले त नामै लेडिज काका राख न उसमा के अरे उसमा पेजमा फेसबुकमा टिकटकमा कटेर न कटमा लेडिजै कट फाल्यो यिनले अनि गाउँघरमा पनि बढ्यो यार गर्मी चाहिँ लास्टै बढी भयो यार यस्तो गर्मी नि हामी 3जना खाम अब माथितिर त्यो माथितिर चाहिँ सन्दीपको घर हो त्यहाँ गएर सन्दीपलाई बोलाउँछु है एकछिन रोक्नु फाइनल्ली सन्दीपको घर चाहिँ आइयो सन्दीप पनि सुत्यो होला अझैसम्म सुत्यो होला त्यो मान्छे हेर्नलाई अरू चाहिँ लाम पारेर पाकेको छैन लेडिज काका खाऊ तिमीले अहिले आउँदाखेरि लगेर जाऊ लाग्यो मैले त अस्ति महललाई के अरे महललाई ढोक्रामा हालेर लग बेचेछ भने मानेन सुनिल दादा हुनुहुन्छ कि हाम्रो सौन्दर्य दादा है दादा दर्शन दादा दिसो बन्दल किन हो यस्तो नाङ्गी भएर सुत्ने सानो छोटो मिठो हो कि लाउरे दाइलाई देखाउनु परेन अर्को आइमेल हेरौँ है कहाँ छ सन्दीप कुला अच्छा बेसी गइसकेछ त्यो मान्छे त चल ठिकै छ अरू चाहिँ लास्टै पाके चाहिँ 2टा अब धन्न गएछ यार निस्केर घरहरू निस्केर कुलासम्म पुगेछ होइन अन्त त्यो निस्किने मान्छे अनि निस्किने मान्छे होइन ए सन्दीपका भाइ कराएर बिहाल गर्छ नि उकाल्न साह्रै धुँदैन रहेछ बुढेसकालले छोइसक्यो साँच्चै हो लगेजमा मैले के भने लगेज भरेर हालेर राखेको थिएँ साँच्चै हो क्या त्यो खाली बेच्ती कसको बेच्ती गरिन मासु ओ भ्या भयो त सिजनल बोले उज्जा मेसाले हेलो गाइजहरू तपाईँ चाहिँ ओरिजिनल है यो लोकल ब्रान्ड देखिस् यस्ता त छन् भाइहरू खाइदिएछ 100 रुपियाँ अच्छा सिजनल पोले यार नराम्ररी पोले हाम्रो गाउँ चाहिँ मस्त छ है टक्क पानी उला जस्तो चाहिँ गरेको बादल अनि सहरतिर बस्नुलाई डा लाग्ला गाउँघरमा यस्तो शीतल छ के गर्ने भरे भाग्यमै लेखेर आउनु पर्ने रहेछ कि
खोइ त्यो पसिना त कहाँ कहाँ छोड्या छन् कि तैँले चाहिँ यहाँ एक त्यो कपाल कट यस्तो खतरा कपाल कट कसले फालिदियो भन्दा तेरो मेरो नबनाएर भाइरल है यस्तो खतरा कपाल कट बनाएर कसले फालिदियो अन्त तेरो सुत्केरी बुढीलाई झोल खुवाउँदै हात प्यालै बस्छन् आफू खोइ बुढीलाई चाहिँ खाजा खाँदैन आफूले चाहिँ मस्त खाजा मोटाएर ढिल जस्तो भइसक्यो आन्द्रा मुडी जस्तो होइन छाली मिलाइदिएन न त अनि ठिक है कहाँ गएर ओ भाउ पठाइहालिस् दिन र त्यसले पनि चिनेछ होइन फुलै र फुल्यो बनैमा मातेर सिद्धि अङ्कल मातेर सिद्धि अङ्कल कहाँ तिनी है त थियो नि चरा चरा आरुमा चढा हजुर भाइ त्यो त भिडियो एडिट गरेर के भ्युज आएन कि अङ्कल यार के न के भयो भने त ह्यान्डसम हुन अङ्कल त ह्यान्डसम हुन यार आजभोलि त्यो त अब दुबिडे त्यसको काम के अनि अङ्कल आन्टी साँच्चै मोटाउन त छ नि कन्ट सर्ट क्या अङ्कलको आन्टीले पिटेर होइन आन्टी हो त नि बेच्न लानुहोस् अङ्कल एक धोक्रा 5 रुपियाँका 2टा दिन भने बिक्री हुन्छ नि डाँडा लर छोडिन भने होइन कस्तुरीमा होइन 5 रुपियाँ 2टा दिने नि भन्छन् कि कसले लर बेच्छ अच्छा गोप्ती स्कुल इन्का भन्छ मैले त युट्युबमा हालिदिन्छु टिप्नु भाइ यार नुनसित खाउँला कि 2-4वटा त टिप्छ खोइ चप्पलैसित तिमीले चप्पल खोल्न सकिनौ अङ्कल त सुध्रिने चाहिँ रक्सी सक्सी खान दिएन कति दिन लाग्यो कति घन्टालाई बरी गाउँघरतिर चाहिँ रमाइलो छ है साथीभाइहरू उत्तिकै घाम लाग्छन् उत्तिकै पानी पर्ने जस्तो बादल हुन्छ है आन्टीसित बसेर एकछिन मजाले गफगाफ गरेर आरु सारू खाइयो अब घरतिर जानु पऱ्यो यार बिहान लुगा उ गरे हौ के अरे भिजाएर छोडिदिउँ लुगा धुन छन् मेरा चाहिँ मम्मीले दिँदिन छैन होला गएर लुगा दिनु पनि जाऊ तिनीहरू त्यहाँ पुगिसके हाम्रो घरको डन चाहिँ यो है कस्तो सिरानी ओ बाउ मेरो जुत्ता ल्याएर मस्त सिरानी हालेर सुते ये भगवान फाडिदिएछ यार यहाँ ओए कस्तो नालाग्दो रहेछ यो मान्छे त च्यात्दिएछ यार कामै नलाग्ने यार खोइ त खाइदिस् त पनि शरम संस्कृति पार्टीको मान्छे होस् जुतो खाइदिएछ है यसले यहाँ हेर्नु त यहाँ लुगा झिक्नु छन् यार मेरा त यहाँ लुगा धुन छन् नि बिजाते टक्कै एक माटा छन् गाईहरू पानी चाहिँ भर्खर रक्यो है यहाँ पानी परेर वाक्क दिक्क दिउँसभरि पनि पानी परे रातभरि पनि पानी परे वाक्क दिक्क लाग्छ क्या किसिम पानी परेको छ यार भाइ चाहिँ माथितिर छ टक्क के पाक्यो मम्मी मम्मीले भात पकाउँदै हुनुहुन्छ टक्क दिए सट्टा भात पाक्छ कुन न कुन भिडियो हो युट्युब हालिदिन्छु सब्सक्राइब गर्नु होला भन न सब्सक्राइब गर्नु होला अलि राम्ररी सब्सक्राइब गर्नु होला सबैजनाले ल सबैजनाले सब्सक्राइब चाहिँ गरिदिनु होला है मम्मीले चाहिँ भनिसक्नु भयो सब्सक्राइब चाहिँ गरिदिनु होला तपाईँहरूको पनि ओ भाइ के चाहे के गर्छौ तुर बसेर म पनि आउँछु यार यहाँ के गर्छु एक्लै आज दिउँसो लुगा धोको यहाँ पानीले बिचार पानी दिन रात पानी वाक्क दिक्क लागिसक्यो यार पानी आएर हाय इन्द्रेडी पनि लाएर रहेछ यार मैले भर्खर देखेँ राम ऊ त्यहाँ पारि हेर्नु नि त्यो बादल कस्तो दामी देखिया छ है यो चाहिँ हाम्रो लिचीको बोटो हो कि अब नानी जेठ्यामा ऊ लेडिज काका के बल्ल मैले यत्रो बेर के गरेँ एउटा भिडियो एडिट गरेँ
इन्स्टाग्राममा पोस्ट गरेँ, युट्युबमा पोस्ट गरेँ, फेसबुकमा पोस्ट गरेँ, भल काटेर त्यो पनि पोस्ट गरेँ। कम काम गरेर आएको छ तिमी लेडिज सुतेर उठेर नि ठुलै कुरा गर्छ नि अरे यसले। त्यहाँ चाहिँ हाम्रो माइती हुनुहुन्छ। यो चाहिँ डन हो, हिजो कपाल काटिदिया। भलक पनि हालिदिइसकेको छौँ, गएर हेर्नु होला तपाईँहरूले। के नरिसाएको थियो? कपाल काटिदिनु र एक दिन यिनको पनि सुत्या बेलामा रन्काइदियो है साँच्चै। साँच्चै हो क्या, मेसिन छ पो सुत्या बेलामा रन्काइदिउँला। भिडियो त बनाइन्छ हप्ता जेको पनि। युट्युबमा हालिदिन्छु भाइ, मैले 2 सब्सक्राइबर भइसक्यो। हामी तिनवटा चाहिँ काम नपाएकोमा काम नपाए मान्छे यहाँ झरी खिची कहाँ खिच्यो यो त के भयो त हाम्रो भलकको मेन उद्देश्य नि तिनवटा हो। जेठियामा के पकाउन भाउजू? भाउजू भिडियो बनाएर दाइल हालिदिनु पऱ्यो। के नबनाइदिने लाइट खै हाम्रो त आए। ओइ भाइ हाम्रो लाइट आएन अनि हाम्रो त लाइट आएको के बिग्रियो तपाईँको? मैले जाने होइन, म त उ तपाईँको बस दादा दादा तेरो त त्यो बिहानको पनि छ कनाया अझ भिडियो हालिस् रे। यहाँ सुत्केरी भाउजूलाई टक्क लाएर र हल्दो पटा बनाएमा सब्जी 1 साल त हल्दैछ। चलै चल्छ कि यहाँ त किसिम छ मेरा त। तैँले भाउजूलाई खुवाउँछस् कि आफै खान्छस् भने त भैँसी जस्तो त तँ भइसकिस्। भगे बस्ने होइन घर, तर यति धेरै खान त भएन अरे त। गाइस आजलाई चाहिँ केही छैन है अब देखाउन पर्ने। आजको चाहिँ यति नै, भोलि भेटौँला। सबैजनालाई गुड नाइट। भिडियो हेरिदिएकोमा धन्यवाद। फेरि भोलि भेटौँला नयाँ दिन नयाँ भ्लग लिएर। बाई बाई।